यहाँको पैसाको रेट एकदमै राम्रो भएको छ। एक वर्ष अगाडि 28 रुपियाँ थियो, अहिले 33 रुपियाँ पुगिरहेछ भनेपछि 10 लाख तिरेर रोमानिया गएपछि मन्थली चाहिँ हामीले कतिसम्म कमाउन सकिएला, कतिसम्म नेपाल पठाउन सकिएला, ऋण कति महिना तिर्न लाग्ला भन्ने चाहिँ एक सम्पूर्ण नमस्ते, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि सम्पूर्णलाई चाहिँ धेरै स्वागत छ साथीहरू। आज पनि रोमानियाबाट चाहिँ म रोमानियामा रहेर चाहिँ तपाईँहरूलाई केही एउटा गुड न्युज, गुड इन्फर्मेसन भिडियो चाहिँ दिन आइरहेको छु। के कस्तो लाग्छ भिडियोलाई अन्तिम समय हेर्नु होला र जसरी सपोर्ट गरिदिइराख्नु भएको छ आगामी दिनमा पनि सधैँभरि तपाईँहरूले चाहिँ सपोर्ट गरिदिनु हुनेछ भन्ने चाहिँ मनमा म पुरा आशाका साथ तपाईँहरूलाई पनि मेरो भिडियोले चाहिँ कहीँ कतै हेल्प पुगेछ भन्ने हिसाबले आज सानो एउटा गुड इन्फर्मेसन पनि लिएर आएको छु। अहिले 2026मा चाहिँ रोमानियामा चाहिँ धेरै नियमहरू चेन्ज हुँदैछ र 2025 सकिन अब केही दिन मात्रै बाँकी छ। त्यही भएर पनि आगामी दिनको भिडियोहरू पनि एकदमै इन्फर्मेटिभ हुने भएको कारणले पनि तपाईँहरूले चाहिँ ब्लग हेर्न चाहिँ नछुटाउनु होला। र चिसोको मौसम पनि लागिसकेको हुनाले सबैजना जहाँ हुनुहुन्छ सुरक्षित भएर चाहिँ बस्न चाहिँ म आग्रह गर्न पनि चाहन्छु तपाईँहरूलाई। सो आज हामी चाहिँ के कुरा गर्दैछौँ भन्ने कुरो पक्कै पनि माथिको थम्बनेल टाइटलबाट थाहा पाइसक्नु भयो साथीहरू। रोमानियामा चाहिँ मन्थली चाहिँ हामीले कतिसम्म बचाउन सकिन्छ, कति यहाँ एक्स्ट्रा खर्च हुन्छ भनेर चाहिँ धेरैजनाले एकदमै अहिलेको समयमा बुझ्नुपर्ने कुरो पनि हो। यहाँ आइसकेपछि पनि धेरैजनाहरूले त्यो कुराहरू नबुझेर धेरै एक्स्ट्रा पैसाहरू खर्च गरिराख्नु भएको छ र नेपालबाट पनि त्यति धेरै 9 लाख 10 लाख तिरेर रोमानिया गएपछि मन्थली चाहिँ हामीले कतिसम्म कमाउन सकिएला, कतिसम्म नेपाल पठाउन सकिएला, ऋण कति महिना तिर्न लाग्ला भन्ने चाहिँ एकदमै धेरैजनाको चासो हो। त्यही भएर पनि आजको भिडियो हेरिसकेपछि तपाईँले पूर्ण रूपमा चाहिँ बुझ्न सक्नुहुन्छ। फर्स्ट अफ अल त तपाईँ कुन काममा आउनु भएको छ भन्ने कुरोले एकदमै धेरै डिपेन्ड गर्छ। तपाईँ चाहिँ कन्स्ट्रक्सन लाइनमा आउनु भएको छ भने तपाईँको स्यालेरी पनि अलिकति हाई राम्रो हुन्छ। तपाईँ फ्याक्ट्री वर्करतिर आउनु भएको छ भने त्यही अनुसारको हुन्छ। तपाईँ होटल लाइनमा आउनु भएको छ भने तपाईँको टिप्स हुन्छ, तपाईँको त्यही अनुसारले हुन्छ। तपाईँ एग्रिकल्चरमा आउनु भएको छ भने तपाईँले खानाको लागि त्यति धेरै तरकारीहरू यताउता खर्च हुन्न, तपाईँको त्यही अनुसारले बच्छ। तपाईँ ओल्डर काममा आउनु भएको छ, फुल स्किलमा भने पेन्टरमा आउनु भएको छ भने तपाईँको पैसा त्यही अनुसारले बच्छ। त्यही भएर पनि ठ्याक्कै यति नै भन्दा पनि रोमानियामा चाहिँ तपाईँको डिपार्ट अनुसार, तपाईँको काम अनुसार, तपाईँको क्वालिटी अनुसार, तपाईँको कम्पनी अनुसार, तपाईँको एजेन्ट अनुसार धेरै कुराहरूले फरक पर्छ। त्यो बिचमा पनि समग्रमा चाहिँ नेपालीहरूले खासमा कतिसम्म पठाउन सक्छन् र कतिसम्म चाहिँ हामीले पठाउनु पर्ने हो, त्यति धेरै लगानी ल्याएर आइसकेपछि भनेर चाहिँ आज थोरै विषयमा चाहिँ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। फर्स्ट अफ अल त अहिले रोमानियाको स्यालेरी चाहे मान्छेहरूले जतिसुकै भनौँ, चाहे पाउनेले पनि पाएको छैन भनिदिइरहेको छ र कतिपयले त पाएको पनि छैनन्। त्यो विषयमा चाहिँ बुझ्नु पनि पर्छ अनि पाउनु भएको पनि छैन, आँखाले देखिरहेको कुरो हो। तर समग्रमा हेर्दाखेरिमा रोमानियामा 60% मान्छेले चाहिँ राम्रै स्यालेरी थाप्नु भएको छ। राम्रै भन्नाले 1 लाख रुपियाँभन्दा माथि थापिराख्नु भएको छ। र रोमानियामा मैले सधैँ भनेर आइरहेको पनि कुरा हो, रोमानियामा भनेको तपाईँ जुनसुकै काममा आए पनि कम्पनीले खानी बस्नेको व्यवस्थाहरू गरिदिरहेको हुन्छ। तपाईँको मेडिकल इन्सुरेन्स कम्पनीले गरिदिएको हुन्छ। तर भलै तपाईँ चाहिँ मेडिकल इन्सुरेन्समा चाहिँ के कुराहरू तपाईँ क्लियर हुनु भने तपाईँको कम्पनी अनुसार फरक पर्छ। तर कतिपय कम्पनीले चाहिँ तपाईँ यदि हस्पिटलमै एडमिट भएर बस्नु पऱ्यो भने चाहिँ कम्पनीले उपचार गर्ने होइन, सामान्यहरू भयो होइन, तपाईँ चाहिँ अब 200-300 रोनको चाहिँ उपचार गर्नुपर्ने हो भने आफ्नो व्यक्तिगत खर्चबाट पनि गर्न सक्छ। त्यो कुराहरूले पनि तपाईँहरूलाई कहीँ कतै अलिअलि तलमाथि हुनसक्छ। सो त्यो बिचमा चाहिँ हामी जति पनि रोमानियामा काम गर्ने छौँ र हामी 60% मानिसहरूले चाहिँ महिनाको भनेको तपाईँको 90,000 रुपियाँ नेपाली चाहिँ जो कहिले पनि पठाउन सक्नुहुन्छ अहिलेको समयमा। किनभने रोमानियाको पैसाको रेट एकदमै राम्रो भएको छ। एक वर्ष अगाडि 28 रुपियाँ थियो, अहिले 33 रुपियाँ पुगिरहेछ भनेपछि तपाईँहरू आफै हिसाब गर्नु। एक वर्षमा रोमानियाको 100 रुपियाँ लाग्थ्यो 1 लाख पठाउन भने अहिले तपाईँले लगभग 3100 भन्दा अझै कममा चाहिँ 1 लाख रुपियाँ पठाउन सक्नुहुन्छ। र जति पनि साथीहरूले चाहिँ रोमानियामा अहिलेको एकदम मिनिमम थोरै स्यालेरी भनेको पनि 3000 भन्दा माथिमा काम गरिराख्नु भएको छ। थोरै साथीहरूले अझ त्योभन्दा पनि थोरै पनि हुनुहुन्छ, 2600, 2700, 2800 पनि हुनुहुन्छ अनि देखिराखेको पनि छ। तर एकदम मोटामोटी मान्छेले चाहिँ अहिले 70-80% मानिसहरूले चाहिँ 3000 भन्दा माथिमा बेसिक पनि काम गरिराख्नु भएको छ। त्यसमा प्लस 600 रुपियाँ भन्दा माथि खानाको पैसा अनि बस्ने व्यवस्था छुट्टै छ। त्यसमा तपाईँलाई 600 रुपियाँ भयो रोमानियामा खाना बस्नको लागि इनफ हुन्छ। तपाईँ यदि चुरोटहरू अलिक खानुहुन्न, धुम्रपान गर्नुहुन्न, मद्यपान गर्नुहुन्न भने तपाईँहरूले चाहिँ इनफ हुन्छ 600को लागि। त्यसमा पनि तपाईँ चाहिँ कहिलेकाहीँ अब घुम्न निस्किँदा मोबाइल खर्चदेखि लिएर तपाईँको मेडिकल खर्च कहिलेकाहीँ बिरामी भइन्छ, त्यसमा तपाईँले केही रकम राख्नु भयो भने पनि तपाईँले आजको दिनमा चाहिँ
तपाईँको 3200 स्यालेरी छ भने पनि तपाईँले चाहिँ 2900 रुपियाँ चाहिँ नेपालकोमा पठाउन सक्नुहुन्छ, किनकि 300 रुपियाँ तपाईँको क्यास खर्च प्लस 600 रुपियाँभन्दा माथि तपाईँको फुड कार्ड भनेको तपाईँको 1000 रोनको चाहिँ तपाईँले यहाँ खर्च गर्नुभयो भने पनि तपाईँले चाहिँ महिनाको 28000 रुपियाँ नेपाली चाहिँ सरी तपाईँले महिनाको चाहिँ 29 3000 अथवा 2800 रोनसम्म चाहिँ नेपाल पठाउन सक्नुहुन्छ। 2800 रोन भनेको आजको लगभग 90,000 को एभरेजमा जान्छ। त्यही भएर पनि जति पनि नेपालीहरू आउँदै हुनुहुन्छ अनि यहाँ हुनुहुन्छ उनीहरूले चाहिँ 90,000 भन्दा माथिको रेसमा चाहिँ पैसाहरू पठाइराख्नु भएको छ। धेरै मान्छेहरूले, मैले चाहिँ सबैजनाले भनेको छैन, किनभने कतिपय साथीहरूको 90,000 रुपियाँ पनि यहाँ स्यालेरी नभएको पनि देखियो। त्यही भएर पनि तपाईँको कम्पनी अनुसार पनि फरक पर्छ, तपाईँको काम अनुसार पनि फरक पर्छ। तपाईँको चाहिँ होटेल लाइनमा काम गर्नेले 90,000 पठाउँछ भने कन्स्ट्रक्सन काम गर्नेहरूले चाहिँ 1,10,000 1 लाख रुपियाँ चाहिँ मजाले पठाइरहन सक्नुहुन्छ। तपाईँको चाहिँ कम्पनी अनुसार तपाईँको यदि राम्रो काम चल्ने खालको कम्पनी भयो भने, यदि मेरो जस्तै कम्पनी भयो भने त त्यो पनि पठाउन सक्नुहुन्न, किनभने जाडो मौसम लाग्यो। अहिले चाहिँ 8 घन्टा काम भइराखेको छ अनि तपाईँहरूले त्यही 80-85,000 रुपियाँ पनि अहिले पठाउन नसक्ने, कमाउन नसक्ने समय आइसकेको छ। मैले त्यही भएर भनिरहेको छु, तपाईँको चाहिँ कम्पनी अनुसार चाहिँ एकदमै डिपेन्ड गर्छ, किनभने तपाईँले बेसिक महिनावारी काम गर्नुभएको छ भने त पठाउन सक्नुहुन्छ। तर यो पर आवरको हिसाबले काम गर्नुभयो भने चाहिँ अलिकति बिचमा समस्या हुन्छ। तर फेरि भोलि गर्मी लगाइसकेपछि त्यो कुराहरू बिस्तारै म्यानेज हुन्छ। अहिले कम पठायो भने भोलिको दिनमा राम्रो हुनसक्छ, त्यो सबैजनाको हुने कुरा हो। सो त्यो बिचमा पनि तपाईँहरू अब आइराख्दा फेरि तपाईँहरूलाई 9 लाख रुपियाँ तिरेर 8 लाख रुपियाँ तिरेर आउनुभयो भने तपाईँले 1 वर्ष चाहिँ रुम भन्ने आएर चाहिँ पैसा तिर्नको लागि लाग्छ 2000 यहाँभन्दा अगाडि आउने साथीहरूले। तर अब 2026मा आउने साथीहरूको लागि चाहिँ केही न केही कुराहरू पक्कै चेन्ज हुनेछ। नेपालमा पनि आउनेको लागतहरू घट्दैछ, मैले त्यसको बारेमा पनि भिडियो बनाइसकेँ। तपाईँहरूले त्यो कुनै कसरी घटाएर पुरा गर्ने अनि किन के कारणले घट्दैछ भन्ने कुराहरू अगाडिको भिडियोमा पनि गएर हेर्न सक्नुहुन्छ। अनि त्यो भिडियोहरू एकदमै धेरैजनाले सपोर्ट पनि गरिदिनु भएको छ, थ्याङ्क यू सो मच होइन। त्यसरी नै भिडियोहरूलाई चाहिँ पुरा रूपमा हेरिदिइराख्नु होला। 26को अब लागु भएसँगै के नियमहरू परिवर्तन हुन्छ त्यो विषयमा त मैले तपाईँहरूलाई पुरा रूपमा जानकारी गराउने नै छु। अनि लेट्स सी, हेरौँ अब पक्कै पनि हामीहरूको लागि चाहिँ केही न केही प्लस पोइन्ट भएर नै अलिकति नियमहरू यहाँको रुल्सहरू चेन्ज हुन्छ भन्ने चाहिँ म पनि पूर्ण रूपमा आशा चाहिँ गरेको छु मैले। अनि तपाईँहरूलाई पनि त्यो कुराले एकदमै धेरै हेल्प हुनेछ। सो त्यही भएर पनि 2026बाट आउनेहरूको लागि त पक्कै पनि अब केही कुराहरू राम्रो भएरै आउनेवाला छ। तर पनि 2025मा 2024मा आउने साथीहरूले पनि आजको दिनसम्म चाहिँ तपाईँ रोमानिया गएर कति कमाइला के गरेर भन्ने सोच भन्दा पनि तपाईँको चाहिँ नेपालमा यदि 550 देखि 600 USD डलरमा चाहिँ एग्रिमेन्ट गरेर आउनु भएको छ भने तपाईँले 90,000 देखि 1 लाख रुपियाँको बिचमा चाहिँ अथवा थोरैमा भने पनि 90,000 रुपियाँ नेपाल पूर्ण रूपमा देख्छु। र कतिपय साथीहरूको फुटकारबाट पनि केही कुराहरू अझै बचिरहेको हुन्छ। तपाईँ यदि 2-3 जना मिलेर खानुभयो भने तपाईँको 600बाट पनि फुटकारमा 100-150 रुपियाँ तपाईँहरूलाई बच्न सक्छ। त्यो भनेको तपाईँको अब म्यानेज अनुसार तपाईँको ठाउँ कतिको महँगो छ भन्ने कुरा पनि हुन्छ। र विशेष गरी तपाईँ अलिकति जुन सहर क्षेत्रतिर होइन, अलिक बुकारेस्टतिर, टिमु सहरतिर, यता अलिकति ठुल्ठुलो सहरतिर पर्नु भयो चाहिँ तपाईँहरूको खर्च अलिकति बेसी हुन्छ, त्यतातिर अलिकति महँगो पनि हुन्छ। अनि छुट्टीको दिनहरूमा अलिकति बाहिर निस्कियो, बजार नजिक भएपछि जे कुराहरू पनि आवश्यक परेको कुराहरू किनिहाल्नु पर्ने हुन्छ, किनिहाल्न मन पनि लाग्छ। अनि बजार भनेपछि स्ट्यान्डर्ड त्यही क्वालिटीको पनि हुनु पनि पर्छ आफू पनि। त्यही भएर पनि तपाईँ बजार क्षेत्रमा हुनुहुन्छ भने चाहिँ तपाईँहरूको केही कुराहरू अलिकति खर्च हुनसक्छ। तर पनि लेट्स सी, रोमानियाको स्यालेरी अहिलेको समयमा हामी नेपालमा एग्रिमेन्ट गरे अनुसार चाहिँ एकदमै राम्रो छ। भन्न चाहन्छु नेपालमा महिनाभरि काम गरेर 15-20,000 30,000 कमाउन पनि सकिन्न भन्दा पनि यहाँ आएर चाहिँ महिनाको 90-1 लाख हजार रुपियाँ कमाइरहेको छ। त्यही पनि टाइममा स्यालेरी दियो अनि एकदमै होइन, अनि रुल अनुसार काम गर्न पाइयो, लिगल तरिकाले बस्न पाइयो भने चाहिँ एकदमै ह्याप्पी भएर चाहिँ बस्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। तपाईँहरूको विचार पनि के कस्तो हो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र सो 2026को लागि चाहिँ अब एप्लाई गर्दा के डकुमेन्ट चाहिन्छ भनेर चाहिँ धेरैजनालाई थाहा नहुन पनि सक्छ। आजको दिनसम्म चाहिँ रोमानियाको 2026को लागि एप्लाई गर्दा कुनै पनि नेमहरू चेन्ज भएको छैन। मैले माथि सर्ट पनि राखिदिन्छु, तपाईँहरूले त्यो कुरा पनि हेर्न सक्नुहुन्छ। र जसरी 2024मा एप्लाई गर्नुभयो, 24मा एप्लाई गर्नुभयो, त्यसरी नै 2026को लागि पनि अहिले नै एप्लाई गरिहाल्नु होला। किनभने भोलि 2026 लागेर नियम सुरु भएसँगै केही कुराहरू डिफ्रेन्ट भइदियो भने भोलि तपाईँको चाहिँ वर्क पर्मिटमा समस्या आउनसक्छ, ढिलाइ हुनसक्छ, भोलि 6 महिना कुरेर पनि तपाईँको काम नहुनसक्छ। त्यही भएर पनि तपाईँले जहिले पनि जहिले पनि तपाईँले रोमानियाको बारेमा एप्लाई गर्दा फेरिमा तपाईँको मेडिकल एकदमै क्लियर, कुनै पनि नो एडिट नो फेक
पूर्ण रूपमा चाहिँ रियल मेडिकलहरू पेस गर्नु होला। तपाईँको पुलिस रिपोर्ट एकदमै आफैले राम्रोसँग बुझेर अनि एकदमै डेमो हेरेर होइन कसरी मान्छेहरूको चाहिँ अरूले बनाएर चाहिँ विषय लगाएर गइरहनु भएको छ त्यसरी नै पुलिस रिपोर्टहरू छापा हानेर पूर्ण रूपमा आफैले जेन्युन खालको चाहिँ साइबरमा गएर अनि पुलिस रिपोर्टमा छाप हानेर लगेर बुझाउनु होला। तपाईँको चाहिँ फोटोहरू इमेल गर्नुपर्ने हुन्छ जुन चाहिँ वर्क पर्मिट आउनको लागि, त्यसमा पनि तपाईँले फोटोहरू राम्रोसँग चाहिँ जुन साइजको भन्छ त्यही साइजको फोटोहरू इमेल गर्न नबिर्सिनु होला एकदमै पूर्ण तरिकाले। र सबैभन्दा मेन इम्पोर्टेन्ट कुरो भनेको तपाईँको चाहिँ पासपोर्टको भ्यालिड के हुनुपर्ने छ है। तपाईँको पासपोर्टको भ्यालिड भनेको 1 वर्षभन्दा माथि हुनुपर्छ, किनभने अब भनिले त जति महिना पनि भन्न सक्छ, एजेन्टले पनि अब उसले बनाइहाल्छ पहिले एप्लाई गरौँ पैसा खाउँ भन्ने हुनसक्छ। तपाईँको 1 वर्ष 2 वर्षभन्दा लामो भ्यालिड भएको पासपोर्ट चाहिँ लिएर तपाईँले एप्लाई गर्नुभयो भने एकदमै राम्रो हुन्छ। अनि एक्सपिरियन्स डकुमेन्टहरू होइन, तपाईँ चाहिँ नेपालमा कति वर्ष काम गर्नुभयो त्यो भन्ने डकुमेन्टहरू चाहिँ एकदमै क्लियर रूपमा चाहिँ तपाईँले कुनै साइबरबाट अथवा मेन पावरले बनाइदिन्छु भनेको भरमा चाहिँ त्यो कुराहरू नगर्नु होला। जति छ तपाईँको एक्सपिरियन्स जुन जुन देशमा छ जे छ त्यो कुराहरू मात्रै आफूले तपाईँले जहाँबाट पाउनु भएको छ अथवा सिटिभिटी अथवा अन्त कुनैबाट लिन सक्नुहुन्छ भने त्यहाँबाट पनि आफ्नो क्षमता चाहिँ क्वालिटी क्वान्टिटी चेक गरेर चाहिँ तपाईँले सर्टिफिकेट लिएर मात्रै एप्लाई गर्नुभयो भने 2026मा एकदमै राम्रो हुने होला। तर 2026मा चाहिँ मलाई लाग्छ तपाईँको चाहिँ एक्सपिरियन्स अनुसारले चाहिँ केही डकुमेन्टहरू भेरिफाई भएर मात्रै मान्छेहरू ल्याउने कुराहरू भन्ने पनि कता कता सुनिरहेको छ। यही विषयमा चाहिँ पुरा रूपमा भएको भएर मैले पनि हो कि होइन भन्न सक्दिनँ, तर हुने कुराहरू चाहिँ हुँदैछ। सो तपाईँको चाहिँ क्वालिफिकेसन तपाईँले चाहिँ कति पढ्नु भएको छ होइन, तपाईँको क्वालिफिकेसन के हो तपाईँ दिनु होला, किनभने तपाईँको कम्पनी अनुसार भोलि यहाँ आइसकेपछि तपाईँलाई त्यो कुराले कहीँ कतै हेल्प हुनसक्छ। त्यही भएर पनि जति पनि तपाईँसित चाहिँ तपाईँको व्यक्तिगत डकुमेन्टहरू छ त्यो कुराहरू चाहिँ एकदमै पूर्ण रूपमा क्लियर गरेर चाहिँ रोमानियाको बारेमा एप्लाई गर्नुभयो भने एकदमै फाइदा हुनेछ। र त्यसको सँगसँगै तपाईँले चाहिँ जहिले पनि एजेन्टसँग भन्दा पनि डाइरेक्ट मेन पावरबाट चाहिँ जेन्युन खालको मान्छेहरू पठाइरहेको मेन पावरबाट एप्लाई गर्नुभयो भने एकदमै राम्रो हुनेछ। र अहिले चाहिँ मलाई धेरै साथीहरूले तपाईँ गएको मेन पावर कुन हो भनिरहेको त बेलामा मैले चाहिँ आफ्नो प्राइभेटको लागि मलाई चाहिँ भन्न उचित जस्तो लागेर मैले चाहिँ धेरै कुराहरू हेल्प गर्छु भन्ने चाहिँ मेरो थियो। तर यहाँ बिचमा चाहिँ केही अलिकति चाहिँ मलाई केही कुराहरू सुझाव आएको भएर पनि मैले चाहिँ तपाईँहरूको लागि मेन पावरको नाम नम्बरहरू चाहिँ हाल्न सक्ने, त्यसको लागि एकदमै धेरै धेरै सरी छ। अनि सरी पनि भन्न चाहन्छु, मैले चाहिँ मेरो व्यक्तिगत सूचनाबाट चाहिँ कोही साथीहरूलाई हेल्प पुग्छ भने एप्लाई गर्नु, म केही सुझावहरू दिन चाहन्छु भन्ने चाहिँ मेरो तहबाट चाहिँ मैले मेरो त्यो व्यक्तिगत सोचले अथवा हिसाबले चाहिँ मैले केही भिडियोहरू पनि अपलोड गरेको थिएँ। सो त्यो बिचमा चाहिँ मलाई केही फेरि साथीहरूले चाहिँ त्यो कुराहरू राम्रो होइन भनेर चाहिँ केही कुराहरू सम्झाइसकेपछि त्यसको लागि चाहिँ मैले सरी। अनि तपाईँहरू चाहिँ यदि बुझेर मात्रै एप्लाई गर्नु, मैले भनेको ठाउँबाट भन्दा पनि तपाईँले बुझेर एप्लाई गर्नुभयो भने एकदमै राम्रो हुन्छ। अब जान चाहनुहुन्छ, अब जान खोज्नुहुन्छ भने चाहिँ म तपाईँहरूले व्यक्तिगत तर्फबाट चाहिँ केही कुराहरू इन्फर्मेसन पनि गराइदिन सक्छु। तपाईँ मेरो फेसबुक पेजमा पनि जोडिन सक्नुहुन्छ अथवा तपाईँहरू इमेल गरेर पनि हामी कुराकानी गर्न सक्छौँ है त। अनि त्यही भएर अब यो भिडियोमा चाहिँ मेन पावरको नामहरू नम्बरहरू दिँदाखेरिमा चाहिँ भोलि कहीँ कतै केही मिस्टेक हुन्छ है भन्ने म आफैलाई पनि लागिरहेको थियो, तर प्लस केही उहरूबाट इन्फर्मेसन पनि आयो। सो थ्याङ्क यू सो मच उहाँहरूको लागि पनि। सो साथीहरू अहिले चाहिँ खासै धेरै नियमहरू लागू भएको छैन, तर जहिले पनि हामीले एप्लाई गर्दैमा चाहिँ यो कुराहरू एकदमै धेरै इम्पोर्टेन्ट छ। भोलिको दिनमा 2026को लागि पनि हामीले पूर्ण रूपमा आफ्नो डकुमेन्ट बुझाइयो भने सजिलैसँग रोमानिया आउने चान्स चाहिँ एकदमै राम्रो रहेको छ। आगामी दिनमा पनि भिडियोहरू रोमानियाको बारेमा लिइरहनु भएको कारणले पनि च्यानलमा चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला। र आजको भिडियो के कस्तो लाग्यो अन्तिम समय हेरेपछि एउटा कमेन्ट गर्न नबिर्सिनु होला भन्दै